साथीहरु यतिखेर चाहिँ म मार्केट गएर आएको हेर्नुस् है। आज मैले मार्केटबाट के ल्याए। हेलो हाई हजुरहरुलाई म आज के ल्याए देखाउँदै छु हेर्नुस्। म यहाँ जुस देखि सुरु गर्छु है। यो चाहिँ लेमन जुस अनि अर्को यो चाहिँ मलाई फेभरेट के म्याङ्गो जुस अनि मेरो पोस्ट पनि त्यही हालेको। हेर्नु बिल कतिको आएछ हेर्नु है साथीहरु। एउटाको 75 एउटाको 35 रियालको आएछ। यो चाहिँ मशरुम च्याउ हो यो चाहिँ। अब यो सामानलाई यता सारेर देखाउँछु है। यो चाहिँ काक्रो अनि साग यो सलाद खाने यो चाहिँ मुला अनि यो चाहिँ खुर्सानी अनि काकती हेर्नु नि एउटा बगेर आको। प्लास्टिक चाहिँ राख्नु पर्छ है साथीहरु चाहिन्छ। अनि यो चाहिँ चिकन सादिया अनि म चाहिँ खाली मासु खान्छु के त्यही भएर म कहिले टुटाउँदिन। अब हेर्नुस् यो चाहिँ म ढेडो यो चाहिँ सुजी है। अनि अर्को देखाउन थालेछु कोदोको पिठो। यो चाहिँ कोदोको पिठो र सुजीको ढेडो खान्छु यो बाहिर राख्ने है। यो चाहिँ सुन्तला अनि यो आयो टमाटर अर्को आयो यो पनि काकती हो अनि यो चाहिँ यो स्याउ यति नै रहेछ मेरो सामान। अब म ब्याक क्यामेरा गरेर देखाउँछु है। यो पिठो हो यताको चाहिँ यताको सामान चाहिँ अघि भनेको जति यतै छ। आज मेरो शपिङ यति भयो। शपिङ भन्दैन के यसलाई है खानेकुरा के। हेलो साथीहरु लास्टसम्म हेर्नु है। चुप्पा।